हेलो पुनः फेरि पनि हजुरहरुलाई मेरो च्यानलमा स्वागत छ है। आज भने हजुरहरुले यो देखिरहनु भएको 3 आना र 3 आना 1 पैसा 2 टुक्रा जग्गाहरु हामीसँग बिक्रीमा आइसकेको छ है। 3 आना 1 पैसा र 3 आनाको टुक्रा हामीसँग बिक्रीमा आइसकेको छ है। देख्न सक्नुहुन्छ एकदमै राम्रो मिलेको जग्गा रहेको छ। अब लोकेसनको कुरा गर्नु पर्दाखेरि चाहिँ ललितपुरको लुबु बस पार्कदेखि यस ठाउँसम्म चाहिँ लगभग 900 मिटरको दूरीमा हामी यस ठाउँसम्म आइपुग्न सक्छौं है। यो ठाउँ चाहिँ सुन्दर चसिडोल भन्ने ठाउँमा रहेको यो 3 आना र 3 आना 1 पैसा 2 टुक्रा जग्गा बिक्रीमा आएको छ है। अब साथै जग्गासम्मको बाटो भन्ने हो भने चाहिँ 20 फिट बाटोदेखि 13 फिट छिनेर आएको बाटोले टच भएको छ है। हाम्रो जग्गा चाहिँ 13 फिट बाटोले टच भएको छ। देख्न सक्नुहुन्छ एकदमै मिलेको छ जग्गा। अब साथै मोहडाको कुरा गर्नु पर्दाखेरि चाहिँ यो जग्गा चाहिँ हाम्रो पश्चिम मोहडाको रहेको छ है। छिटो भन्दा छिटो सम्पर्क गरेर हजुरहरुले यो जग्गा चाहिँ आफ्नो नाममा गरिहाल्नु होला। अब यही 2-3 पिस मात्र बाँकी रहेको छ यो प्लटिङमा। देख्न सक्नुहुन्छ एकदमै राम्रो मिलेको जग्गा रहेको छ। 2 टुक्रा नै छिटो भन्दा छिटो सम्पर्क गरेर हजुरहरुले यो जग्गा चाहिँ आफ्नो नाममा गरिहाल्नु होला है। अब साथै प्राइसको कुरा गर्नु पर्दाखेरि चाहिँ यस ठाउँमा चलेको रेन्ज अनुसारले चाहिँ मिलाएरै आएको छ है। यो टुक्रा जग्गाको प्राइस भन्नु पर्दाखेरि चाहिँ पर आना 30 लाखमै आएको छ है। त्यसमा पनि केही नेगोसिएबल त पक्कै भइहाल्छ। छिटो भन्दा छिटो सम्पर्क गरेर हजुरहरुले यो जग्गा चाहिँ आफ्नो नाममा गरिहाल्नु होला है। 3 आना र 3 आना 1 पैसाका 2 टुक्रा जग्गाहरु हामीसँग रहेको छ। बाटो भने 13 फिट बाटोले टच भएको जग्गा रहेको छ है। वरिपरि पुरै बस्ती भइसकेको ठाउँमा हो। देख्न सक्नुहुन्छ बस्ती राम्रै छ। एकदमै राम्रो लोकेसनमा हामीसँग यो जग्गा बिक्रीमा आइसकेको छ है। साथै अब हजुरहरु अर्णीका हाइवे कौशलटारदेखि आउनुहुन्छ भने चाहिँ कौशलटारदेखि सिरुटारको 4 डोबाटो हुँदै पनि हामी यस ठाउँसम्म निस्किन सक्छौं है। सिरुटारको 4 डोबाटोदेखि लगभग 400-500 मिटरको दूरीमा नै हामी यस ठाउँसम्म आइपुग्न सक्छौं। छिटो भन्दा छिटो सम्पर्क गरेर हजुरहरुले यो जग्गा चाहिँ आफ्नो नाममा गरिहाल्नु होला है। एकदमै मिलेको जग्गा रहेको छ। छिटो भन्दा छिटो सम्पर्क गरेर हजुरहरुले यो जग्गा चाहिँ आफ्नो नाममा गरिहाल्नु होला है।